संसारकै यो चाहिँ उत्कृष्ट झन्डाको रूपमा हामी चिन्ने गर्दछौँ। साथै यसमा गणितका केही नियमहरू सँगसँगै विज्ञानका नियमहरूलाई प्रयोग गरेर बनाइएको छ। यहाँलाई म आज नेपालको झन्डा एकजना भाइले यहाँ समातिराख्नु भएको छ, तपाईँहरू माझमा राख्ने कोसिस गर्दैछु। म भाइसँग परिचय पनि गर्छु। उहाँले चाहिँ उहाँको नाम चाहिँ के रहेछ, हजुरको नाम चाहिँ के होला नि? मेरो चाहिँ विवेक धिमाल। हजुर, मेरो घर चाहिँ फुलाबारी मोड। ए, तपाईँहरूले यो कार्यक्रमको लागि यो झन्डा चाहिँ सिँगार्दै हुनुहुन्छ है? झन्डाले, नेपालको राष्ट्रिय झन्डाले सिँगार्दै हुनुहुन्छ। यहाँलाई थाहा छ यो झन्डामा गणितका नियमहरू सँगसँगै विज्ञानका नियमहरू प्रयोग गरेर बनाइएको छ भनेर तपाईँलाई थाहा छ? थाहा छ, धेरै रहस्य छ, त्यही पनि सबै चाहिँ थाहा छैन, त्यही पनि केही मात्रामा चाहिँ थाहा छ। केही कुराहरू यसमा तपाईँले विज्ञान र गणितको नियमहरू प्रयोग गरेर बनाइएको भन्ने कुरो यहाँलाई पनि थाहा रहेछ होइन? रहस्यहरू धेरै छ यसमा। हो, झन्डामा चाहिँ विज्ञान र गणितको नियम प्रयोग गरी बनिएको छ। दर्शकवृन्दहरू, यहाँलाई मैले यहाँ भाइसँग चाहिँ यो भिडियोलाई रेकर्ड गर्दैछु। मलाई साह्रै राम्रो लाग्यो, उहाँले यो राम्रो काम गर्दै हुनुहुन्छ। यहाँहरूको कार्यक्रम सफल बनोस्। आज जति पनि हेर्दै हुनुहुन्छ, भोलि हाम्रो यो प्रोग्राममा हजुरहरूलाई पनि म इन्भाइट गर्न चाहन्छु। ल, होला हुन्छ, तपाईँहरूको कार्यक्रम चाहिँ भोलि सम्पन्न, राम्रोसँग सम्पन्न होस्। हामी अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ। यहाँलाई धन्यवाद दिँदै यो भिडियो म अन्त्य गर्न चाहन्छु। हस् त।